Hello, my beautiful friends over here. Namaste. It's me, Priya. Welcome back to my channel, Morsi Beauty. Friends, आज म तपाईहरुलाई very tasty, yummy, juicy बाहिरबाट crispy, juicy apple pie को रेसिपी शेयर गर्न गइरहेको छु। एकदमै मिठो टेस्टी यो तपाईहरुले ओभनमा या ग्यासमा पनि बनाउन सक्नुहुन्छ। एकदमै सजिलो छ। ल है त सुरु गरौँ। सबैभन्दा पहिलो यो डो बनाएर चाहिँ राख्नुपर्छ रेस्टमा। त्यसकारणले पहिला डो बनाऊँ है त। अनि मैले यो मैदा हाले, त्यसपछि मैले अलिकति चिनी हाले, अनि कर्नफ्लोर हाले, अनि यो अनसल्टेड बटर हो। बटर चाहिँ फ्रिजको हुनुपर्छ, चिसो हुनुपर्छ एकदमै। अनि यो चाहिँ पानी पनि यहाँ हेर्नु देख्नु हुँदैछ, क्यूब आइस क्यूब्सहरु एकदमै चिसो फ्रिजको हुनुपर्छ। अनि त्यसले हामीले डो बनाऊँ। यो चाहिँ एकदमै चिसो पानीले डो बनाउनु आटेको। त्यसपछि यो डो बनिसक्यो। डो चाहिँ रोटी भन्दा अलिकति सारो हुनुपर्छ है त, रोटी जस्तो नरम हुनु हुँदैन। अनि यसलाई चाहिँ मज्जाले मुसेर क्लिङ र्याप गरेर फ्रिजमा 15-20 मिनेटसम्म फ्रिजमा रेस्ट गर्नु राख्नुपर्छ है त। त्यसमा सेट हुन्छ। अनि यो रेसिपीको मेजरमेन्ट जति चाहिँ सबै मेरो डिस्क्रिप्सन बक्समा हुन्छ है त फ्रेन्ड्स। तपाईहरुले त्यहाँ गएर फलो गर्न सक्नुहुन्छ। अब हामी फिलिङ तर्फ लागौँ। अब यो एप्पल काट्दै छु। बीचको चाहिँ यसरी छुरीले काट्ने, अनि त्यो बीचको त्यो सीड्सहरु हुन्छ नि, त्यो काटिसकेपछि फेरि निकाल्नु सक्छ स्लाइस गरिसकेपछि। यसरी छुरीले काटेर मज्जाले त्यहाँदेखि स्लाइस काट्ने। पातलो स्लाइस काटे। अनि यो छेउछेउको चाहिँ डिस्कार्ड गर्ने, फ्याक्ने हैन नि, मुखमा फ्याक्ने खाने। अनि यो चाहिँ बीचको चाहिँ यसरी छुरीले चाहिँ निकाल्दा सक्नुहुन्छ। मैले सबै काटिसके। त्यसपछि एउटा प्यानमा मैले बटर हाले, बटरलाई मेल्ट गरे। अनि त्यसपछि मैले मैदा हाले। मैदालाई मज्जाले 3-4 मिनेटसम्म भुट्नुपर्छ, फ्राई गर्नुपर्छ। त्यसपछि चिनी हाले। चिनी तपाईहरुले कतिको गुलियो मन पर्छ त्यही अनुसारले तपाईले स्वाद अनुसार चिनी हाल्ने। अनि पानी हाले अलिकति। मज्जाले पकाइसकेपछि मैले यो दालचिनीको पाउडर, सिनेमन पाउडर हाले। यो मैले घरमा आफै पिसेको सिनेमन पाउडर हो। यो चाहिँ एकदमै मिठो हुन्छ नि त, फ्लेभर मिठो। यो चाहिँ मैले रेडिमेड बजारबाट ल्याउनु भन्दा चाहिँ सिनेमन आफै बनाएको चाहिँ राम्रो हुन्छ। एकदमै मिठो फ्लेभर आउँछ। यो मैले अब सबै मिक्स गरिसकेपछि फ्लेमलाई अफ गरेर मैले सेलाउनलाई राखिदिए। अनि अब यहाँ हेर्नुहोस्, मैले यो रेस्टमा राखेको डो चाहिँ निकालेर अब दुईटा पोर्सनमा हामी डिभाइड गर्नुपर्छ। अब एउटा डल्लो बेलिसकेपछि त्यहाँबाट मेरो 8 इन्चको यो पाई टिन हो। 7 to 8 इन्चको, 7 र 8 को बीचको हो। अनि यो साइडमा यसरी छेउछेउमा चाहिँ मज्जाले यो तन्का टालिदिने। अनि काँटा चम्चाले यसरी पोक गर्ने। यो चाहिँ नफुल्लिनुको लागि। त्यसपछि यो मज्जाले मैले अघि सेल्लाको यो फिलिङ्सहरु चाहिँ एप्पलको फिलिङ मज्जाले यहाँ हेर्नुहोस् मिलाइदिए। अब नेक्स्ट डो जुन चाहिँ अघि अर्को भाग थियो नि, सेकेन्ड पोर्सन चाहिँ यसरी बेले। रोटी भन्दा अलिकति मोटो हुनुपर्छ है त।
यसरी बेल्दै 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 त्यसपछि स्ट्रिप्स कट गर्नुपर्छ। यो मैले पिज्जा कटरले तपाईले छुरीले काट्नु पनि सक्नुहुन्छ। यसरी सिधा सिधा नातिकिन स्ट्रिप्स कट गर्ने। अनि अब सजाउने। अब यसलाई बुनेको जस्तो गर्ने। पहिला क्रस गर्ने, क्रस गरेर क्रसमा राख्ने, त्यसपछि यसलाई बुनेर यसलाई बुनेको नेट बुनेको जस्तो एउटाको मुनि एउटा छ भने अर्को चाहिँ माथिल्लोपट्टि यसरी गरेर चाहिँ फेरि राख्ने। त्यसपछि जुन चाहिँ मुनि आएको छ त्यो चाहिँ माथि गर्ने, जुन चाहिँ माथि आएको छ त्यो चाहिँ मुनि राखेर यसरी बुन्दै 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 जाने। मजाको डिजाइन देखिन्छ। यसरी बुन्दै बुन्दै गएपछि चाहिँ मजाको लास्टमा मजाको डिजाइन हुन्छ नेट जस्तो। यसरी बुन्नु थालेपछि आफै थाहा भइहाल्छ तपाईहरुलाई। यहाँ हेर्नुस् कस्तो राम्रो डिजाइन भयो है। त्यसपछि यो छेउछेउको चाहिँ यसरी काट्ने, यसरी आफै कट गर्ने। अनि वरिपरि चाहिँ यसरी टालिदिने, बार लगाइदिने मजाले। यहाँ हेर्नुस् मजाले भयो। यो रहेन नि, यो रको जति सबै यसरी छेउछेउमा भएपछि तपाईको वेस्ट पनि हुँदैन डो। अनि मिल्क वाश गरेर मैले ओभनलाई 180 डिग्रीमा 10 मिनेटसम्म प्रिहिट गरेको छु। फेरि 180 डिग्रीमा 25 to 30 मिनेट्ससम्म मैले बेक गरे। यहाँ हेर्नुस् त दामी कलर आयो है माथिबाट। अनि मैले बटर वाश गरे। बटर वाश गर्नुको कारण चाहिँ सफ्ट हुन्छ अनि शाइनिङ दिन्छ, माथिबाट चाहिँ शाइनिङ अनि एकदमै मिठो फ्लेभर आउँछ। अनि त्यसपछि फेरि मैले चिनी र सिनेमन पाउडर मिक्स गरेर मैले माथिबाट स्प्रिङ्कल गरे। एकदमै मिठो फ्लेभर अनि टेस्ट पनि अझै मिठो हुन्छ। भित्रबाट पनि सिनेमन, बाहिरबाट पनि सिनेमन मिठो हुन्छ। यो तातो तातो छ र पनि मैले यी काटेर तपाईहरुलाई देखाउनु पर्यो नि त है। तातो छ है। अनि मैले यो पिज्जा कटरले यसरी कट गरे। वाउ, यहाँ हेर्नुस् कस्तो जुसी जुसी। यसलाई तातो तातो पनि खाइन्छ, चिसो माथिबाट आइसक्रिम हालेर पनि यसलाई खानु सक्छ। कस्तो जुसी हेर्नुस् न, खाएर देखाउँछु है। मिठो, यम्मी यम्मी, भेरी टेस्टी टेस्टी, यम्मी। यस्तो मिठो मिठो हुन्छ कि बाहिरबाट क्रन्ची, भित्रबाट जुसी जुसी फिलिङ्स। बाहिरबाट एकदम क्रन्च क्रन्च हुन्छ। थ्याङ्क यू फर वाचिङ।